कसले बुझ्छ मनभित्रको व्यथा भित्र भित्रै गुम्सिएर बल्झिएको कथा कसले सुन्छ कसले बुझ्छ मनभित्रको व्यथा भित्र भित्रै गुम्सिएर बल्झिएको कथा नदर खोली हाँस्न मिल्छ नदर खोली रुन साह्रै गाह्रो रहेछ आमा छोरी बुहारी हुन भए पनि आफ्नो जीवन दुःखको त्यो भारी सहेर नि मनमा पीडा सधैँ हाँस्छिन् नारी आतिन पर्दैन आमा अहिले त सबै ठिक छ कमजोरी गरेर लड्नु भएछ उहाँ गरेर बसेको नि 1 महिना भएछ अलि गाह्रो काम चाहिँ नदिनु होला राम्रोसँग केयर गर्नु होला है तपाईले राम्रोसँग त जचाउनु भयो डाक्टर साहब के भन्दै हुनुहुन्छ अनि दाइको र भाउजूको बिहे भएको त भर्खरै हो पुनम जति सके चाँडो किस्नेलाई फोन लगा त मलाई त्योसँग कुरा गर्नु छ आमा फोन लागिरहेको छैन सायद टावर नटिपेर होला अब बाहिर बसेर हल्ला खल्ला गर्नुभन्दा आमा भइगयो दाइ आएपछि दाइसँगै सल्लाह गरौँला बुझौँला के हो भनेर अब बुझ्नै पर्दैन नि सबै छर्लङ्गै भइसक्यो अनि अस्ति चेक गर्दा त बच्चा बसेको थिएन भन्नुभएको होइन झन्डै साइन्टिस्टै हो म अब त्यहाँ गएर मलाई चिमट भनौँ भने त्यहाँ एलियन आएको छ अरे त्यो एलियनले मलाई देख्दा त्यो तर्सिन्छ कि त्योलाई देख्दा म तर्सिउँला डर भयो त्यही भएर यता चिमट त म त जिउँदै रहेछु बोलेर रहेछ के गर्ने न दाइको फोन लाग्छ न आमालाई सम्झाउँदा मान्नुहुन्छ मैले अघि बाटोमा सबिनले भेटेको थिएँ किस्ने र काजी उता बस पार्कतिरै गएको त्यो सबिनले देखाएर रहेछ अनि दाइ हजुरले काजी दाइलाई फोन गर्नु भएन काजीले पनि फोन गरेको फोन लागेकै छैन उसको पनि पुनः फोन गर्दाखेरि चाहिँ किन नउठाएको नि तैँले अब फोन उठाएर के भन्ने आफ्नै साथी चढेको बस त्रिशुलीमा खस्यो भन्ने मलाई त आँटा आएन त्यही भएर मैले फोन नउठाएँ बल्ल फोन उठाइस हैन अब पनि तैँले यो फोन काटिस् भने नि म तेरो जागिरै धरापमा पारिदिन्छु बुझिस् किन बोल्दिनस् कि त के भन्यो बोल्नु न भने के भयो के भयो बोल्नु न के भयो भन्न है के भयो नानी किन नबोल्नु भएको बोल्नु न के भयो भने के भयो बोल न के भयो किन नबोले के भयो दाइ चढेको बस तिर्चुलीमा खसेरी हेलो कृष्ण चढेको बस त त्रिशुली खोलामा खस्यो अरे बस शुद्ध पकाएर सबै मान्छेहरू बेपत्ता छन् नि खोलामा खोजी कार्य जारी हुँदैछ भन्दै थिए खै के दशा लाग्यो यार बिचरा कृष्णलाई के भयो नानी के भयो भन्नु न के भन्यो हेमन्तले किन बोल्दिनस् कि त के भन्यो बोल्नु न भने के भयो के भयो बोल्नु न के भयो भन्न है के भयो नानी किन नबोल्नु भएको बोल्नु न के भयो भने के भयो बोल न के भयो किन नबोले कि के भयो
दाइ चढेको बस तिर्सुलीमा खसेरी हे भगवान कस्तो सिधा गर्छु यो अलक्षिणाले मेरो छोरालाई पनि खाए त यो घरमा भित्रेपछि मेरो घरमा कहिले लक्षण लागेन हे भगवान मेरो छोरा बाबु मलाई छोडेर कहाँ गयो मेरो छोरा के गरौँ नहीं होला छिना मेरो छोराले त खाइस खाइस अब मलाई पनि खा के गर्नु भएको छोरा कन्न कसरी चुप राख मलाई पनि खा भाउजू भाउजू अनि सबै मान्छे दौडिरहेछन् अब भुइँचालो आयो भनौँ भनेदेखि यहाँ हल्लिरहेको छैनन् किन दौड्यो सबै मान्छे एउटै आँगनमा भएको घटना पनि थाहा छैन क्या काकालाई उहाँ कृष्ण चढेको गाडी त दुर्घटनामा परेर तिर्सिलीमा बेपत्ता छ अरे नि त त्यही भएर जान लाग्यो होइन के भन्छ यो आफै समाचार सुनाउँदै हिँड्ने मान्छेलाई यत्रो घटना भएको पनि थाहा छैन र गाउँभरि हल्ला थियो घटनाको म त उतैतिर लागेँ है काका अरे फेरि के दशा आइलाग्यो मेरो केही रहेन मेरो आफ्नो
हाम्रो भन्ने कोही भएन। हे भगवान्, मलाई बाँच्ने शक्ति पनि रहेन। यो बुढेसकालमा मलाई किन कालले लान सकेन? ममा सहन सक्ने शक्ति छैन भगवान्, के गर्नु? मलाई किन लगेन? मेरो छोरा म कसरी बाँच्छु? म सहन सक्दिनँ भगवान्, म कसरी बाँच्छु? के भयो? किन त्यसरी हेर्नु भएको? तिमी छौ नै यस्तै, कति राम्री। बिहे भएको पहिला पहिला त होला नि। सदाबार हौ तिमी, मलाई कहिल्यै वाक्क लाग्दैन। तिमी त मेरो कलेज हौ, कलेज हौ। देखे एउटा टिमको सम्म नभाग्ने मान्छे आज यो सम्म गर्दैछ। दुई चार वर्षको कुरा न हो, त्यसपछि सब ठिक हुन्छ। मैले नकमाउन्जेल हो घर परिवार खुसी नभएको, मैले कमाइसकेपछि सब खुसी हुन्छन्। अनि बच्चा? हे भगवान्, कति के चिज गरेर म मेसो मिलाउँदैछु त। बिहे नगरिकन म विदेशै जान ल। नात्यौ न, म छु नि। बेलैमा बच्चा बसेको थाहा दिएको भए आज यो समस्या हुँदै हुँदैन थियो। मैले तपाईँलाई भनेकै थिएँ त। कठै बिचरा पेटमा बच्चा पनि रहेछ, बिजोकै हुने भयो। त्यही त भने यस्तो अवस्थामा के आइलागेको। चुप लाग तिमीहरू यहाँ सान्त्वना दिन आएको कि घाउमा नुन छर्किन आएको? मान्छेले यहाँ के बितिरहेको बेलामा नाना थरी कुरा गरेर झन् कमजोर बनाइदिने? तिमीहरूमा अलिकति मानवता भन्ने छैन? उहाँ फर्केर आउनै पर्छ, जसरी भए नि आउनुपर्छ। मलाई विश्वास छ उहाँ फर्केर आउनुहुन्छ। भाउजू, यदि भगवान् छन् भने दाइलाई केही भएको छैन। भगवान् पार्टी हुन सक्दैन।
तपाईँको भिजा चाहिँ कहिले आउँछ दाइ? अब इन्टरभ्यू पास भएपछि सिधा उडेर विदेश जाने हो अनि त्यसपछि मजाले रुपियाँ कमाउने हो अनि रमाउने हो। मन दाइ, विदेश भन्ने बित्तिकै कहाँ कमाउन र रमाउन सकिन्छ? म पनि विदेश गरै आएको, खै त मैले कमाएको। तपाईँ आफू भन्नुहोस् त, न मैले कमाउन सकेँ न मैले रमाउन सकेँ। हे केटा हो, छोडिदेऊ क्या यो विदेशका कुरा। अनि किस्ने हजुर तैँले त बिहे पनि गरिछस्, कहाँबाट पट्टाइस हो त्यति राम्री केटी? पट्याएको पट्याएको होइन के, विश्वास जितेको भन्न, विश्वास जितेको रुमाल हो र पट्याउनलाई। यही त भने यसको नाम त्यतिकै किस्ने भयो र मान्छे पनि किस्न जस्तै छ नि यो। मजा है, मजै छ, रमाइलो छ। मिठो रहेछ यो। हो केटा हो। आज चाहिँ कडा रहेछ। दाई उहाँको के खबर आयो त? दाई बरु मलाई कृष्ण जहाँ हुनुहुन्छ त्यहीँ लगिदिनु न है, म जसरी भए पनि उहाँलाई खोज्छु। बिन्ती छ दाई, मलाई लगिदिनु न प्लिज। बाबु के खबर आयो त कृष्णको? गयो साथी, हामीलाई छोडेर गयो। म पनि पुऱ्याउन जान्छु भनेको थिएँ, पर्दैन भने। पैसा उठाउन गएको मान्छे सदाको लागि हामीलाई छोडेर गयो। के गर्नु त? अब हामीले भनेर हुन्न, उसको भाबीले त्यही नै लेखिदिएको रहेछ। बिचरा किस्ने मेरो एउटै कोखबाट जन्मेको भाइ नभए पनि, ठुलो भएको छोरो भए पनि मेरो आफ्नै भाइ जस्तै लाग्थ्यो। सानो छँदा पनि त्यसले धेरै दुःख पायो। बुवा बित्नुभयो, बुवा बितेपछि झनै धेरै दुःख पायो। सुख भन्ने चिज भोग्नै नपाइकन कहिले नफर्किने गरी गयो। कृष्ण नहुँदा त मेरो हातै भाँचेको जस्तो भइरहेछ। यो गाउँ नै साह्रै उराट लागिरहेछ, पुरै खल्लो छ। बिचरा कृष्ण। काजी, हामीलाई त यस्तो भएको छ, झन् किस्नेको आमालाई, श्रीमतीलाई, त्यो बहिनीलाई कस्तो भएको होला। श्रीमती चाहिँ त बेहोसरी भइसक्यो। तेरो त्यो भाइको बुढी सुपुष्पा पनि साह्रै नै अभागी रहेछ।
बहिनी गएर छ उठा न। हेलो हेलो अँ के रे हो र ए ल ल ल ल हामी आइहाल्यौँ ल। किन आत्तिएको त? किस्नेको बुढी सुपुष्पा घरमै छैन रे यार। के भन्छ यो? त्यही भनेर फोन गर्दै थिएँ। जाऊ न यार। ल हिँड्न त हिँड्न। कहाँ गयो होला त यार। भाउजू त कता जानुभयो भयो यताउति हेरी चाहिँ कतै हुनु न। लौ न दाइ प्लिज खोज्नु जानु न। पुनम त आमालाई हेरेर बस्दै गर, हामी भाउजूले खोजेर आउँछौँ, त पिर नगर। कहाँ गयो होला त? दोन दिन खोज्न। पनि आफ्नो जीवन दुःखको त्यो भारी सहेर नि मनमा पीडा सधैँ हाँस्छिन् नारी चलाइदिन्छन् घर परिवार मायाले श्रृङ्गारे जिताइदिन्छन् सारा संसार आफैले हारी जिताइदिन्छन् सारा संसार आफैले हारी छो